त्यही भएर मरेर जाने जिन्दगीमा आफ्नो कर्म कहिल्यै पनि नछोड्नु भनेको छ। कुकर्म नगर्नु, धर्म गर्न नसके पनि कुफल कसैको नगर्नु, कसैको पाप गरिन भने त्यसै पनि धर्म हुन्छ। अरूका कुरा काटेर अरूलाई पल्टाएर आफू माथि जान्छु भनियो भने आफै तल खाल्डोमा परिन्छ। त्यही भएर भने भगवान् बाँचुन्जेल आफ्नो कर्म गर्नुपर्ने रहेछ। अरे बाँचुन्जेल आफ्नो कर्म गर्नुपर्ने रहेछ। सुनकै थालमा खानेलाई नि मर्नुपर्ने रहेछ। बाँचुन्जेल आफ्नो कर्म गर्नुपर्ने रहेछ। सुनकै थालमा खानेलाई नि मर्नुपर्ने रहेछ। बाँचुन्जेल आफ्नो कर्म गर्नुपर्ने रहेछ। सुनकै थालमा खानेलाई नि मर्नुपर्ने रहेछ। बाँचुन्जेल आफ्नो कर्म गर्नुपर्ने रहेछ। सुनकै थालमा खानेलाई नि मर्नुपर्ने रहेछ। हरि हरि सुनकै थालमा खानेलाई नि मर्नुपर्ने रहेछ। यहाँ बसेर उता फर्किनु भने के हो त्यो उता फर्किनु भने ल तिम्रो नि यता फर्क, तिम्रो उता फर्क, त्यही उहाँ उता फर्क, उता त्यहाँ त्यही बस्यो। आमालाई पनि त्यहाँ यता बिचमा बसेर